द्वारा नेपाल गजेटमा प्रकाशित राजगद्दी उत्तराधिकारी सम्बन्धी ऐन 2015 मा श्री 5 पछि राजगद्दी उत्तराधिकारी मौसुफका जेठा छोरा होइबक्सने छ भनिएको छ। स्वाभाविक रूपमा राजतन्त्रको बेला जनतामा पनि राजाको जेठा छोरा नै राजा हुन्छ भन्ने मान्यता थियो। यस हिसाबले हेरिने हो भने राजा महेन्द्र पछि महेन्द्रका जेठा छोरा रविन्द्र शाह नेपालको 10औं शाहवंशीय राजा हुनुपर्ने थिए। तर राजा महेन्द्रको जेठा छोरा भइकन पनि राजकुमार रविन्द्र शाह नेपालको राजा किन बनेनन्? उनी भन्दा 6 वर्ष कान्छो उनको भाइ वीरेन्द्र वीर विक्रमलाई राजा महेन्द्र पछिको उत्तराधिकारी किन घोषित गरियो? के रविन्द्र शाहमा केही कमी कमजोरी थियो? श्रद्धाको फूल म फूलसँग भुलु कि रानी तलाउ किनारा जस्ता गीतका लेखक श्रद्धाको फूल चढाइदिनु आएर लासमा फूलसँग भुलु कि म ढिलसँग झुलु